हैन नि यत्रो बास घारी थियो बास एउटा टेका ल्याएर गाडेको भए लड्दैन थियो धरान घुम्ने हैन 5-6 दिन यहाँ अनि यहाँ पलमको बिजोग के भएको छ यहाँ हेर्नुस् साथीहरु बोट लडेर धनी धरान डुली धरान डुलेर यहाँ पलम हेर्नुस् साथीहरु बिजोग भएको छ पाक्दैन योगिता जबरजस्ती नगर न पलम टिप्ने खेताला धनी कहाँ हिँडेर अरे हालत भएको रे धरान कति दिन हराएको रे 7 दिन हराएर अहिले हामीलाई अत्ता लाउँदैछ 7 दिन चाहिँ नभन्नु है किन 7 दिन हैन धरान बिउ पठाइदिनु पर्छ हेलो गाइजहरु हामी चाहिँ यहाँ पलम रुखमा हल्लाउँदै झार्दैछौँ यसरी थापेर तेल छैन तेल भए पो अलिक मिठो टाइम भयो है हाम्रो पुगेन अरे भगे न तेल छ न चिप्स छ न भुजा छ यहाँ खेतालाहरुको भाडेदिक लाको छ के हेरेको यहाँ मसला लगाइदिएछ भनेको कुकुर यता उता बिरालो हामीले फाइनली आज कति क्यारेट 7 क्यारेट 2 डोको आधी बोरा पलम टिपिम यो किता खुसी हेर न यता एकदम खुसी हामी चाहिँ अब यहाँ टिपेर अब घर जान आँटेको फेरि पलम 11 बजीसम्मको खेताला 12 बजीसम्म लाग्यो आउनुस् है साथीहरु अर्गानिक पलम लिनु हामीहरु एकदम सुपथ मूल्यमा दिन्छौँ हाम्रो बिहानभरिको काम फेरि यता दिउँसो टासबोर्ड गाउँघरमा रमाइलो छ पलम सलम यिनीहरूले पैसा कमाउने पर्यो आफूले चाहिँ 9000 कमाएको कहाँ गयो 9000 मेरो के कमाएको कोपीको हामीले 15000 त थापिसकेको अनि यता लडेको छ धेरै बोकेर अब हामी छोप्दैछौँ यहाँ हामी घर जानुपर्ने ऊ माथि न तल एक ग्लास पलम टिपेर फर्किँदैछौँ झोले निहरू कोही पछाडि चारो नि टिप्दैछ अनि यहाँ पलमी बोकेर हिँडेछ एउटालाई घुम्ने रोग लागेछ यतातिर घुम्दैछ बाटो यता हो हामी फर्किम है साथीहरू यस्तो पसिना मौसम चाहिँ पुरा उसो लागिरहेछ र पनि म फर्स्टै पसिना आइरहेछ पलम टिपेर डोकोमा खनाउनु जाँदै साथीहरू हाम्रो यो सेकेन्ड लट फेरि भगे वेयर आर यु इधर देखो इधर दुला दुलीबाट हेर्नुपर्छ हाम्रो संगीता दिदी त ऊ पर हुनुहुन्छ गाइस तपाईहरु जुम गरेर हेर्न सक्नुहुन्छ उताकोलाई चाहिँ अलिक क्यामेराले क्याप्चर गरेन यहाँ साथीहरू हाम्रो यो सेकेन्ड लट हो यहाँ आउँदै हुनुहुन्छ अहिले हाम्रो दिदीहरू चाहिँ आउँदै हुनुहुन्छ म चाहिँ यहाँ छु ल गाई छोरो म पनि त देखिनु पर्यो नि हैन यता मेरो पछाडिहरू चाहिँ आउँदै हुनुहुन्छ हाम्रो न्यू डिजाइनको दिदीहरू सबिना दिदी यता हुनुहुन्छ भगी दिदी यता हुनुहुन्छ करुण भाइ म छु पछाडि साथीहरू हामीले चाहिँ यो सेकेन्ड लट हो सेकेन्ड लट मतलब बिहान बहिनीकोमा गयौँ फेरि दिउँसो पनि अर्को बहिनीकोमा गएको त्यो भएको कारणले गर्दाखेरि मैले साथीहरू आज भिडियो स्टार्ट गर्ने बिर्सेछु त्यसै कारण मैले भिडियो बिचदेखि स्टार्ट गरेर लगाएको छु मलाई माफ गर्नु होला हामीले चाहिँ सेकेन्ड लट टिपेर फेरि अर्को लट सुरु यो पलम चाहिँ खासमा यहाँ खेल्नु नदिनु पर्ने मै भन्छु मै खेल्छु 3 ठाउँ पलम टिपिसक्यौँ लास्ट लट चाहिँ अब यहाँ हो आज हैन योगिता यस भगी यता हाई करुण हाई यो हाम्रो लास्ट लट हो आज
हेलो योगिता हेलो ह्याप्पी होइन बगी ह्याप्पी अब घर चलेको हम हामी यता छौँ कोपीबारीमा साथीहरू काम गर्ने क्रममा साथीहरू कति भिडियो लिन पाएन त्यसको लागि माफ गर्नुहोला आज हामीले चाहिँ यति धेरै पलम टिप्यौँ थ्याङ्क यू फर वाचिङ गाइजहरू बाई बाई